पर्वतको कुस्मा नगरपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने योजना अलपत्र परेको छ। 2076 सालमा कुस्मा नगरपालिका 1 पाङमा शुरू भएको उद्योग ग्राम बनाउने कार्य 7 वर्षदेखि अलपत्र परेको हो। औद्योगिक ग्रामका लागि जग्गा सम्याउने र तारबार लगाउने काम भइरहेको बेला वन मासिएको भन्दै मुद्दा परेपछि औद्योगिक ग्रामको काम रोकिएको हो। पालिकाको संरचना अनुसार बन्ने जुन कुरोमा कुस्मा नगरपालिका वार्ड नम्बर 1 पाङमा उद्योग ग्राम डीपीआर भएर कार्यक्रम सञ्चालन भएको थियो र त्यसमा बीचमा आएर वनले रोकेको भन्ने कुराहरुमा हामीलाई हल्ला थाहा भयो। अनि विगतदेखि नै यो किन यसरी रोकियो के भयो भन्दाखेरि स्थानीय तहदेखि पालिका प्रदेश सम्मलाई वनका कागज पत्र नपुगेर भन्ने कुरा भयो। औद्योगिक ग्रामको योजना परेको कुस्मामा जग्गाको खोजी गर्दा 1 वर्षको समय लाग्यो। 2076 फागुनमा नेपाली सामुदायिक वन क्षेत्रभित्र पर्ने औद्योगिक ग्राम निर्माणको लागि पहुँच मार्ग बनाउने, जग्गा सम्याउने र घेराबार गर्ने काम चलिरहेको बेला रुख मासेको भन्दै उजुरी परेपछि काम रोकिएको हो। औद्योगिक ग्राम निर्माणको लागि 180 रोपनी जग्गा अधिग्रहण गरिएको छ। मन्त्री परिषदले वनको जग्गा अधिग्रहण गर्नु अघि भोगाधिकारको विषय ठुङ्ग्याउन प्रस्ताव गरेको कुस्मा नगरपालिकाले जनाएको छ।